Guys, welcome back to a new video. So आज मेरो नयाँ भिडियोमा हैन नमस्कार जल अब सबैजनालाई. सो आज चाहिँ हामी जानको माइली दह घुमाउनको लागि हैन नुहाउनु अनि त चाहिँ डिपेन भने चिन्नुहुन्छ होला मेरो पुरानो ब्लगमा आएको छ हैन. सो डिपेन अनि तर उत्सव पनि बसिरहेको छ. उत्सव चिन्नुहुन्छ होला हैन. सो उत्सव र डिपेन बसिरहेको छ तर अनि डिपेन र उत्सव हामी जान आँटेको. सो ब्लगलाई सुरु गरौँ है त. अब जानुपर्छ. अस्ति गर्मी छ अहिले हैन. लास्टै धेरै गर्मी छ अनि यस्तो गर्मी हामी हिँड्नु पर्छ अब हैन काममा. अनि अब आधी घन्टा चाहिँ लाग्छ पुग्नु. त्यहाँ चाहिँ कपडाहरू म लिन आएको कपडाहरू लिन्छु अनि जान्छु है त. सुरु गरौँ. ओ भाइ उत्सव जस्तै कहाँ रहेछ सेम ओइ यसो नभयो भाइ Daka turki moilo tune buri lai पहिलो के नै आउँछ थाहा यतामा कच्छा लगाम किन नि हेर्न नाङ्गे भयो त पुरै जिउ देखाइदिनु चिन्ता नगर पुरै जिउ देखाइदिनु चिन्ता नगर पुरीको धारमा यहाँ हाम्रो नितम छ भाइ नितम भाइ हैन के छ खबर यस्तो बाटोमा मरिन्छ अहिले बन्द भएपछि नाङ्गे मान्छे हेर अगाडि फाइनली हामी चाहिँ माथि पुग्न आँट्यौँ. यस्तो बाटोबाट छिर्नु पर्दैछ होइन. त्यो गर्मी पसिना सही भइसक्यो म डिपुडन के भयो यहाँनिर पसिना पसिना होइन के हो यो कस्तो यहाँनिर त आतङ्कवादी यस्तै यस्तै तिमीसँग के गर्दै हो यो खोल्नु न यो अहिले खोल्छु के यो ग्लास चाहिँ हराउनु भएन यसलाई भाइ ओ ग्लास चाहिँ हराउनु भएन यसको चाहिँ पाउ के जस्तो पानी चाहिँ छिर्ने बेलामा चाहिँ खान छिर्छ नि यस्तो पाउने खान छिर्छ छेउबाट के भनेको सकाइ तपाईँ यार कस्तो पसिना लु त यसो कत्रो पसिना आएको रहेछ यार मेरो ओ यस्तो रहेछ है उता जाऊ उता पाउँछु ब्रो डिपेन्ड जाऊ न ओइ डिपेन्ड जाऊ न चाउचाउ पनि लिएर आउनुपर्ने रहेछ यार चाउचाउ त्यही आइसक्यो हामी चाहिँ होइन उत्सव यता हेर्दा उत्सव नित्य भाइ आउँछ उत्सव यता हेर्न गाई आउँछ हामी घर फर्केको डिपुडन साउन्ड इफेक्ट हाल्नु पऱ्यो नि थोरै यो चाहिँ 4 हो 4